सो व्हाट्सअप गाइज दिस भयो सोयल लामा अन द माइक भन्नु मिल्दैन। मेरो नाम हो विनोद बहादुर तामाङ। सबैलाई नमस्ते छ मेरो भ्लगमा। भ्लग जस्तो भए पनि फ्लप चाहिँ नहुनु पर्यो लामो। अनि म चाहिँ आज सो यतानिर गोकर्णेश्वरमा छु, कर्णेश्वरमा। अनि यहाँनिर चाहिँ पेन्डिङ हो कि पेन्डी छ क्या। यहाँ चाहिँ अब हामीले बनाएको आर्टिस्टहरूले, अब हामीले त होइन, हाम्रो दाजुभाइहरूले बनाएको हेर्न सक्नुहुन्छ। यति राम्रो मैले जिन्दगीमा पनि देखाएको थिएन। हो कि क्या हो होइन होइन। अनि त्यही हो होइन। यसो मेरो थोप्रा देखाउनु पऱ्यो। किन आएको भनेपछि यहाँ होइन, मेरो कामै छैन त आइहाल्छु म होइन। मेरो कामै छैन, जगिङ गर्नु पऱ्यो, मोटाउनु पऱ्यो भनेको मोटाउँदैन। जगिङ जति गरे पनि घट्ने रहेछ ल, झन् घट्ने रहेछ। अबदेखि जगिङ नगर्नु पऱ्यो यार, वकिङ गर्नु पऱ्यो, वकिङ। त्यही हो होइन। अब के भने आजको दिन धराप छ। म भ्लग कसरी मोबाइलै त्यो छैन कि समात्न हुँदैन, त्यही भएर यसरी समातिदिन्छु म होइन। के भने राम्रोसँग समात्नु भनेको अब आउँदैन, समात्न आउँदैन। अब यहाँनिर अब हामीले यो चाहिँ यस्तरी नाङ्नु पर्ने हुन्छ, यस्तरी थाहा भयो। अनि त्यहाँदेखि म सिधै जान्छु। हाम्रो यता छ रुख छ क्या, रुख चाहिँ के हो थाहा भएन मलाई। पिपलको रुख हो कि पातको रुख हो होइन। त्यही रुखमा जान लागिरहेको छु। अनि मलाई लास्टै भोक लागिरहेको छ। 6 बजेदेखि हिँडाइ 5 बजेदेखि 5:30 हिँडाइ केही खाएको छैन यार। पेटमा मान्छेले मुसा कुद्यो भन्छ, मुसा कुद्दैन रहेछ के। त्यो खाली भएर त्यो हुन्छ क्या, के भन्छ, खाली भएपछि त्यो भित्रैबाट के त्यो हुन्छ के, खाली भएपछि कौत लाग्छ कि। अनि त्यही भएर मान्छेले भन्छ मुसा कुद्यो भन्छ। मुसा कुद्यो होइन है त्यो ल, मुसा कुद्यो भने त मान्छेले गएन त जिन्दगी। मान्छेले भन्छ ए मुसा कुद्यो यार, तेरो मुसा कुद्यो यार, छिटो यार भन्छ। मुसा कुद्छ, मुसा कहिले पनि कुद्छ। मुसा त दौडिन्छ होला, हो कि क्या हो होइन। त्यस्तै हो। अनि अरू केही कुरा गर्नु, मेरो कुरा गरेर सत्य छैन। सत्यलाई पनि म सत्य बनाइदिन्छु, सत्य बनाउन सक्दिनँ। किनकि अहिलेको दुनियाँ भनेको सत्य कुरा केही छैन। पर्मानेन्ट के भन्छ त, फ्री फायरमा सुनेको मैले। पर्मानेन्ट गन जस्तै पर्मानेन्ट चिज केही छैन क्या। पढ्ने मात्रै हो, पछि अनि अल्छी लाग्छ, के हुन्छ होइन, यताउता हुन्छ। अनि यो साउन्डहरू जहिले जिन्दगीभरै बस्न सक्दैन यस्तो।